मानवाधिकार संरक्षण, समान अवसर र पहुँच, विभेद रहित सभ्य र सुसंस्कृत समाज हाम्रो परिकल्पना हो। तर लैङ्गिक असमानता, परम्परागत सोच र पितृसत्तात्मक परिवार संरचना र प्रविधिको तीव्र विकास लगायतका कारण समाजमा कालो धब्बाका रूपमा लैङ्गिक हिंसा विद्यमान छ। घरेलु हिंसा, यौन हिंसा, सामाजिक तथा सांस्कृतिक विभेद, प्रविधिको दुरुपयोग लगायतका कारण लैङ्गिक हिंसा गम्भीर र चुनौतीपूर्ण सामाजिक समस्याको रूपमा रहेको छ। लैङ्गिक हिंसा अन्त्यका लागि स्थानीय सरकार, जिल्ला समन्वय समिति, प्रदेश सरकार, केन्द्रीय सरकार सहित सरोकारवाला निकायले निरन्तर काम गरिरहेका छन्। तर पनि हामीले परिकल्पना गरेको हिंसाको शून्य सहनशीलताको अवस्थामा पुग्न सकेका छैनौँ। यसका लागि अझै प्रयास गर्नुपर्ने जरुरी रहेको जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको लैङ्गिक विभेद सम्बन्धी तथ्याङ्कले स्पष्ट पार्दछ। काभ्रेपलाञ्चोक जिल्लामा चालु आर्थिक वर्षको 4 महिना अर्थात् कार्तिक मसान्तसम्म महिला तथा बालबालिका विरुद्धको अपराधमा 11वटा मुद्दा दर्ता भएको छ। गत आर्थिक वर्ष 2081-82 मा जबरजस्ती करणी 26, जबरजस्ती करणी उद्योगमा 6, बहुविवाह 4, मानव बेचबिखन 2, बाल विवाह 1 र बाल यौन दुरुपयोगको 4वटा मुद्दा दर्ता भएको थियो। गत वर्ष घरेलु हिंसाका 144 मुद्दा दर्ता भएका छन्। अब लैङ्गिक हिंसाभित्र धेरै किसिमका हिंसाहरूलाई गर्छौँ हामी, जस्तै घरेलु हिंसाहरू भयो, त्यस्तै यौन सम्बन्धी हिंसाहरू, त्यस्तै मानव बेचबिखनका कुराहरू, यिनी पनि हिंसाभित्र पर्दछन्। र यस्ता हिंसाहरूमा यहाँ काभ्रे जिल्लामा पहिलाको कम्पेरिटिभली अहिले धेरै कम भएको छ। अहिलेको तपाईँले यो कार्तिक मसान्तसम्म अथवा यो मङ्सिरसम्मको कुरा गर्ने हो भने यो वर्षको यसमा 12वटा जम्मा मुद्दाहरू घरेलु हिंसा सम्बन्धी दर्ता भएको छ। पहिलाको कुरा गर्नुहुन्छ भने पहिला चाहिँ 144वटा दर्ता भएको थियो, यसमा चाहिँ यो 5 महिनाको अवधिमा जम्मा 12वटा दर्ता भएको छ। र तिनीहरू पनि भएका दर्ता भयो भने सामान्य हिसाबका चाहिँ घरेलु हिंसा टाइपका चाहिँ भएको छ। र अलिकति जघन्य किसिमका कुराहरूमा मानव बेचबिखनको कुराहरू छ। यो वर्षमा 5वटा बहुविवाहका केसहरू मुद्दा दर्ता भएको छ भने जगको 4वटा दर्ता भएको छ। त्यस्तै अब यो दुर्व्यवहार गरेको 2वटा दर्ता भएको छ। यौनजन्य हिसाबले भनौँ भने यो लगभग 6वटा दर्ता भएको छ। कम्पेरिटिभली कम छ, तर स्टिल यो कुराहरू चाहिँ यो जिल्लामा नभएको होइन। र हामी अब एज अ प्रहरी यसका न्यूनीकरण गर्नको लागि जनचेतनामूलक कार्यक्रमदेखि लिएर अन्य कार्यक्रमहरू पनि हामीले चाहिँ यसमा चाहिँ गरिरहेछौँ। आर्थिक वर्ष 2080-81 मा 183, आर्थिक वर्ष 2079-80 मा 186वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। पछिल्लो 3 वर्षको तथ्याङ्क हेर्दा हिंसाको घटना क्रमशः घट्दै गएको देखिन्छ। यद्यपि हिंसाको रूप भने फेरिएको छ। अधिकांश हिंसामा घर परिवार र आफन्तबाट नै महिलाहरू पीडित हुने गरेको तथ्याङ्क छ। तर पछिल्लो समय प्रविधिलाई माध्यम बनाएर हुने गरेको हिंसा बढेको छ। सूचना प्रविधिलाई हामीले एउटा प्रयोग गर्दै गर्दै असल प्रयोगकर्ता पनि बन्न जरुरी देखिन्छ र सचेत प्रयोगकर्ता पनि बन्न जरुरी देखिन्छ। पछिल्लो क्रममा यो काभ्रेकै घटनाको क्रममा भन्नुपर्दा जति पनि लैङ्गिक हिंसाहरू यो रेप, जजका, उद्योग, बाल यौन दुर्व्यवहार, बाल विवाह, त्यसै गरी बहुविवाह, यस्ता कुराहरू चाहिँ घटनाको अनुसन्धान गर्दै जाने क्रममा चाहिँ कतै न कता यो डिजिटल प्लेटफर्म चाहिँ सदुपयोग माध्यम बनेर चाहिँ यस्ता किसिमका घटनाहरू चाहिँ घटिरहेको पाइन्छ। त्यसकारण हामीले सूचना प्रविधिलाई एउटा
एउटा सृजनशील एउटा फाइदाजनक रूपमा चाहिँ सदुपयोग गरौँ र यसलाई चाहिँ यसबाट हुनसक्ने विकृति विसङ्गतिहरूबाट चाहिँ हामी टाढा राखौँ। प्रहरीसम्म आइपुगेका मुद्दा र जिल्ला अदालत काभ्रे पलाञ्चोकसम्म पुग्ने लैङ्गिक हिंसाका मुद्दामा भने ठूलो अन्तर छ। मेलमिलाप, प्रमाण नपुग्ने र सम्बन्ध विच्छेद लगायतका कारण अदालतमा दर्ता मुद्दाको सङ्ख्या कम भएको छ। चालु आर्थिक वर्षमा एउटा मात्रै घरेलु हिंसाको घटना दर्ता भएको छ। यसअघिका 2 आर्थिक वर्षमा 4 वटा घरेलु हिंसाका मुद्दा दर्ता भएको थियो। घरेलु हिंसा भनेर चाहिँ आएको अवस्था छ। हाम्रै अदालतको डाटालाई हेर्ने हो भने चाहिँ विगत 3 वर्षका हेऱ्यौँ भने हामीले आर्थिक वर्ष 80-81 को हेर्दाखेरि 4 थान मुद्दा यहाँ घरेलु हिंसाको दर्ता भएका देखिन्छन्, जसमध्ये 3 वटामा दाबी नपुग्ने भएको छ भने एउटामा मुद्दा फिर्ता भएको छ र आर्थिक वर्ष 81-82 मा हेर्दाखेरि पनि 4 थान मुद्दा दर्ता भएको छन्, जसमध्ये 2टा चाहिँ विचाराधीन र 1 मुद्दामा दाबी नपुग्ने भएको छ भने 1 मुद्दामा फिर्ता भएको छ र 3 वटा विचाराधीन छन् र यस आर्थिक वर्षमा चाहिँ 82-83 मा अहिलेसम्म एउटा मुद्दा मात्रै घरेलु हिंसामा दर्ता भएको अवस्था छ। लैङ्गिक हिंसा अन्त्यका लागि स्थानीय तहले गरिरहेको प्रयास प्रशंसनीय रहेको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक कुमार गौतमले बताउनुभयो। जनचेतनामूलक कार्यक्रम, न्यायमा सहज पहुँच, सिप सहितको उद्यमशीलता प्रवर्धन लगायतका कारण हिंसाका घटनामा कमी आएको उहाँले बताउनुभयो। सभ्य र सुसंस्कृत समाज निर्माणका निमित्त हिंसाको न्यूनीकरण अपरिहार्यता छ। काभ्रे पलाञ्चोक जिल्लामा पछिल्लो समयमा हिंसाका थुप्रै घटनाहरू घटिरहेका छन्। यसले हामीलाई चिन्तित पनि बनाएको छ। तर यसको न्यूनीकरणको निमित्त अथक प्रयासहरू चाहे स्थानीय सरकार चाहे सरकारवालाहरू सबै हामी मिलेर लागिरहेका छौँ। त्यसैले म भन्न चाहन्छु, हिंसा आफू पनि नगरौँ, अरूलाई पनि गर्न नदेऊ। काहीँ हिंसा भएको छ भने त्यसलाई रोक्नका निमित्त हामी हिम्मत गरौँ, आँट गरौँ, सबैले खुलेर हिंसाको विरोध गरौँ, जसले हिंसामा परेकाहरूले न्याय पाउन सक्दछन्। न्यायपूर्ण समानतामूलक समाज निर्माण गर्नु हाम्रो दायित्व हो, हाम्रो जिम्मेवारी हो। आउनुहोस् मिलेर सुसंस्कृत समाज निर्माण गरौँ, लैङ्गिक हिंसाको अन्त्य गरौँ। हिंसामा परेका पीडितहरूको राहत र उद्धारका लागि एकद्वार सङ्कट व्यवस्थापन केन्द्र OCMC स्थापना गरिएको छ। OCMCले पनि निशुल्क मनोपरामर्श उपचार गर्दै आइरहेको छ। हामीले चाहिँ तत्कालको लागि चाहिँ हामीले विभिन्न सुविधाहरू दिन्छौँ, जस्तै मनोसामाजिक परामर्श, अब फिजिकल भायोलेन्समा हुनुहुन्छ भने डाइरेक्ट इमर्जेन्सी ट्रिटमेन्ट अथवा डेफिनेटिभ ट्रिटमेन्ट, अथवा अब कानुनी सल्लाह चाहिन्छ भने हामी चाहिँ पुलिसहरूसँग लयरहरूसँग चाहिँ सेक्युरिटीको लागि अथवा अन्य केही सुविधा चाहिन्छ भने चाहिँ उहाँहरूलाई चाहिँ त्यो सुविधा दिनको लागि चाहिँ हामी चाहिँ विभिन्न सरकारवालाहरूसँग चाहिँ समन्वय गरेर चाहिँ हामीले चाहिँ उहाँलाई चाहिँ सहयोग गर्छौँ। थाहा नभएर पनि हिंसाका घटना भइरहेका छन्। यसैलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले जनचेतनामूलक कार्यक्रम, प्रहरीको माध्यमबाट हिंसा गर्ने विरुद्ध कारबाही प्रक्रिया र हिंसा सहनु हुन्न है भन्ने विषयलाई प्राथमिकतामा राखेर कार्यक्रम गरिरहेको छ। कयौँ हाम्रा हिंसाहरू चाहिँ थाहा नभएर पनि हिंसा भएका छन् एउटा, र दोस्रो जसलाई हिंसा भइरहेछ उहाँलाई म हिंसामा परेको छु भन्ने पनि थाहा छैन। त्यस्ता कुराहरू हिंसा गर्नुहुन्न, त्यो गरेको पाइयो भने कानुनी कारबाही हुन्छ, फौजदारी अभियोग हो भन्ने पनि हामी जानकारी गराउने। दोस्रो चाहिँ हिंसा सहनुहुन्न है भन्ने कुरा पनि, र हिंसामा परेकाहरूको लागि OCMC छ, निशुल्क वैतनिक वकिलहरू मार्फत त्यो सुविधा पनि पाइन्छ भन्ने कुरा चाहिँ त्यो पनि हामी प्रोत्साहन गर्छौँ, प्रचार प्रसार गर्छौँ। लैङ्गिक हिंसा केही व्यक्ति परिवारको मात्रै समस्या होइन, यो आधुनिक समाजको कालो दाग हो। हामी बदलियौँ भने समाज बदलिन्छ। त्यसैले लैङ्गिक हिंसा रोकथाममा एकजुट भौँ।